Manoj Ruchal. Welcome to my channel. आज चाहिँ हामी एउटा भिडियो लिएर आएको छौं। यो भिडियोमा चाहिँ मेजर स्केल कसरी बन्छ अनि यसलाई कसरी प्र्याक्टिस गर्ने त्यो आइडियाहरु बारेमा यसो डिस्क्राइब गर्छु। सुरुमा मेजर स्केल कसरी बन्छ त? मेजर स्केल कसरी बन्छ भने मेजर स्केल चाहिँ 7 वटा नोटहरुले बन्ने हो। अब हामीले सुनेको छ नि अरु सारे ग म प ध नि सा भनेर जस्तो हो। त्यो चाहिँ अब इस्टर्न क्लासिकल म्युजिकहरुमा भयो। अब वेस्टर्नमा भन्दा चाहिँ डो रे मि फा सो ला टी डो। यो चाहिँ कसरी बन्छ? यो चाहिँ 7 वटा नोटले बन्ने हो नि। एउटा त्यही सुरुको नोट पछाडी अक्टेभ पुरा हुँदाखेरि चाहिँ 8 वटा नोट हो। अनि मेजर स्केल चाहिँ 7 वटा नोटहरुको ग्रुपलाई चाहिँ मेजर स्केल हो। यो चाहिँ कसरी बन्छ? अब सुरुमा त्यसको लागि चाहिँ हामी एउटा सानो कुरा सिकौं। होल टोन र हाफ टोन अथवा सेमिटोन र फुल टोन त्यो भने चाहिँ के हो भनेर पहिला बुझौं। सुरुमा अब कुनै पनि नोटबाट सेमिटोन अथवा हाफ टोन चाहिँ अब कुनै पनि सपोज हामीले अब यो नोटले सी नोट लियो। सी नोटबाट यही सँगको नोट यसरी बजायो भने चाहिँ यसलाई चाहिँ हामीले हाफ टोन अथवा सेमिटोन भन्छ भने अब यही चीजलाई चाहिँ यो फ्रेड छोडेर अर्को फ्रेडमा एउटा फ्रेड ग्याप गरेर बजाउँछ भने त्यसलाई चाहिँ होल टोन अथवा फुल टोन। यो चाहिँ हाफ र फुलको डिफरेन्स थाहा भइहाल्यो हामीले। अब सपोज यहाँबाट हामीले यो बजाएर सी शार्प बजाउँछ भने यो चाहिँ सेमिटोन भयो। योबाट डी बजाउँछ भने चाहिँ होल टोन भयो यो चाहिँ। अनि मेजर स्केलको फर्मुला चाहिँ के छ भने सुरुमा होल टोन, हाफ टोन, होल टोन, होल टोन अनि लास्टमा हाफ टोन। यो चाहिँ अब एक्चुअली हेरौँ। अब सपोज सी मेजर स्केल हेर्यो भने हामीले सी बाट होल टोन, एउटा होल टोन, फेरि अर्को होल टोन, दुईटा होल टोन भयो। त्यसपछि हाफ टोन, फेरि अनि अर्को होल टोन, एफ बाट होल टोन, होल टोन, होल टोन अनि लास्टमा हाफ टोन। मेजर स्केलको फर्मुला चाहिँ दुईटा होल टोन, एउटा हाफ टोन, तीनटा होल टोन अनि फेरि हाफ टोन। हो सी बाट होल होल हाफ होल होल हाफ। यो चाहिँ सी मेजर स्केल हो। एउटा स्ट्रिङमा बजाउँदा चाहिँ यस्तो भयो। सी मेजर स्केलको फर्मुला यो भयो। सी मेजर स्केलमा फर्मुला यो भएपछि सी मेजर स्केल बजाउँदा चाहिँ नोटहरु के लाग्छ भन्दा चाहिँ अब सी भयो, सी को होल टोन डी, डी को होल टोन ई, एफ जी ए बी सी। अब यो एउटा स्ट्रिङमा बजाउँदा यस्तो भयो भनेपछि अब यसलाई चाहिँ अब ई नोटहरु हाम्रो यता नि छ नि त। सी डी ई एफ जी ए बी सी। यो चाहिँ एउटा अक्टेभ भयो मेजर स्केल। अब यसलाई मेजर स्केल यस्तो भयो। मैले अगाडि सुरुमा त्यो इन्ट्रोमा बजाउँदा चाहिँ दुईटा अक्टेभ बजाएको थिएँ। फेरि अब यहाँबाट सुरु। मेजर स्केलको फर्मुला चाहिँ यो भयो नि। बजाउँदा एउटा अक्टेभ चाहिँ यस्तो भयो। हामीले थाहा भएन। सपोज अब हामीले यो सी बाट बजायो भने अब यही चीज हामीले जी बाट बजायो भने नि जी मेजर स्केल बजाउनु पर्यो नि। यो चाहिँ जी नोट भयो। जी को होल टोन ए, ए को होल टोन बी, बी को हाफ टोन सी, सी को होल टोन डी, डी को होल टोन ई, ई को होल टोन एफ शार्प अनि एफ शार्प को हाफ टोन जी। यो चाहिँ जी मेजर स्केल। सुरुमा अब यो स्केलहरु थाहा छैन भने चाहिँ सुरुमा यसरी स्केल हेर्ने अनि यसलाई चाहिँ सुरुमा सकेसम्म दुईटा अक्टेभमा प्र्याक्टिस गर्ने। अनि त्यसपछि अनि यो दुईटा अक्टेभमा प्र्याक्टिस गरेपछि पछि चाहिँ अनि यसको सेभहरु छुट्टै डिफरेन्ट हुन्छ। अनि त्यो सेभहरुमा प्र्याक्टिस गर्ने। अहिले अब यसरी गर्नु भने चाहिँ दुईटा अक्टेभमा गर्ने। यो चाहिँ जी मेजर हो। यो चाहिँ भयो मेजर स्केल यसरी बजाउने। अब यसलाई बजाउँदा चाहिँ यसको फिंगर पोजिसनहरु चाहिँ के हो? अब हामीले जहाँबाट बजाउँदा नि अब माथिको यो स्ट्रिङबाट बजायो भने चाहिँ यसको पोजिसन एउटै हुन्छ। सपोज अब जहाँबाट बजाइन अब यहाँबाट बजायो नि। सपोज अब यो अब 5th स्ट्रिङबाट बजायो नि यसको फिंगर पोजिसन चाहिँ एउटै हुन्छ। अब यहाँबाट सपोज बजायो नि अब यो सुरुमा चाहिँ मिडल फिंगरले स्टार्ट गर्ने। मिडल फिंगर कान्छी औँला, इंडेक्स, मिडल, फेरि कान्छी औँला, इंडेक्स, रिङ अनि यो पिङ्की फिंगर। यो यसको पोजिसन। अब यो 6th स्ट्रिङ र 5th स्ट्रिङबाट बजाउँदा चाहिँ यसको पोजिसन सेमै हुन्छ। ए बाट बजायो नि। अब यो सपोज यहाँ डी बाट बजायो नि
यो भन्दा तलको स्ट्रिङबाट बजाउँदा चाहिँ फिङ्गरको पोजिसन अलिकति डिफ्रेन्ट हुन्छ बज्ने चाहिँ त्यही हो अब यो फोर्थ स्ट्रिङबाट बजायो भने सपोज यो चाहिँ जी नोट भयो जीको अक्टेभ यो जी भयो नि यसको जीको अक्टेभ यो चाहिँ अक्टेभ भयो अब अक्टेभ अब फोर्थ स्ट्रिङबाट बजायो भने यसको पोजिसन चाहिँ फिङ्गरको चल्ने मुभमेन्ट चाहिँ त्यही हो पोजिसन चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ यो पोजिसन भन्दा अलिकति बाहिर जान्छ यो चाहिँ फोर्थ स्ट्रिङबाट बजाउँदा चाहिँ यस्तो हुन्छ यही चिजलाई हामीले थर्ड स्ट्रिङबाट बजाउनु पर्यो भने चाहिँ यो चाहिँ सी भयो सीको अक्टेभ यो अक्टेभ भयो योबाट बजाउनु पर्यो भने यसको चाहिँ फिङ्गर पोजिसन डिफ्रेन्ट हुन्छ फर्स्ट स्टार्टिङ चाहिँ यो इन्डेक्सले अनि रिङ फिङ्गर इन्डेक्स मिडल पिङ्की इन्डेक्स रिङ अनि यो पिङ्की यसको पोजिसन चाहिँ यस्तो भयो अब यही हामीले यो अब 6वटा स्ट्रिङमा यो बजाउने तरिका हेऱ्यो भने चाहिँ 6th र 5thमा सेम पोजिसन भयो फोर्थ स्ट्रिङबाट बजाउँदा अलिकति डिफ्रेन्ट छ अनि थर्ड स्ट्रिङबाट बजाउँदा डिफ्रेन्ट हुन्छ यो एकचोटि सरल हेरौँ 6th स्ट्रिङबाट बजायो नि अब 5thबाट सेम पोजिसन छ अब 4thबाट बजायो चाहिँ अलिकति डिफ्रेन्ट छ थर्डबाट हेरौँ यो चाहिँ यस्तो हुन्छ यो मेजर स्केल चाहिँ कसरी प्र्याक्टिस गर्ने के गर्ने सुरुमा चाहिँ अब हात नबस्नुन्जेलसम्म यसलाई बिस्तारै प्र्याक्टिस गर्ने सबै नोटहरूबाट सपोज अब जहाँबाट गरे पनि भयो नि यहाँबाट गरेछ नि सुरुमा चाहिँ यसरी प्र्याक्टिस गर्ने अनि यो अलिकति हात बसेपछि यसलाई चाहिँ अलिकति स्पिडमा प्र्याक्टिस गर्ने यही चिजहरूलाई हो अनि यो गरिसकेपछि चाहिँ अनि यसलाई प्र्याक्टिस गर्दा चाहिँ दुईटा अक्टेभमा प्र्याक्टिस गर्ने यही चिजहरू सपोज अब यो एबाट गरेछ भने यो भयो अक्टेभ भनेको चाहिँ एउटा नोट अब यो मेजर स्केल बनेर फेरि सेकेन्ड अर्को नोट जुन आउँछ त्यो चाहिँ अक्टेभ भयो 7वटा नोट कम्प्लिट भइसक्यो 8वटा जुन चाहिँ 8औं नोट आउँछ त्यसलाई चाहिँ अक्टेभ भन्छ हामीले हैन 8वटा नोटको ग्रुपहरूलाई चाहिँ अक्टेभ भन्छ यही चिजलाई चाहिँ अनि फेरि तलबाट पनि प्र्याक्टिस गर्ने योहरू अब यही चिज दुईटा बजाउँदा नि यस्तो हुन्छ सपोज अब यही चिज जीबाट गऱ्यो नि यसरी प्र्याक्टिस गर्ने अनि यो मेन स्केलहरू प्र्याक्टिस गर्ने तरिका चाहिँ के हुन्छ भने अब प्रायःले चाहिँ यसरी नै मात्र गरिरहेको हुन्छ नर्मल स्ट्रेट गरिरहेको हुन्छ अनि यो स्केलहरू चाहिँ सिक्वेन्समा प्र्याक्टिस गऱ्यो भने चाहिँ एकदम राम्रो सपोज अब यो हामीले अहिले यसरी बजाइरहेछ भने यसलाई चाहिँ अब यो चाहिँ नर्मल भयो अब यसलाई चाहिँ अब 3टा नोटको सिक्वेन्समा बजायो नि अब 1 2 3 3टा नोट भयो फेरि अर्को नोट यहाँबाट फेरि अर्को नोटबाट हो प्र्याक्टिस गर्दा चाहिँ यसरी गर्ने अब यसलाई यसरी सिक्वेन्समा चाहिँ प्र्याक्टिस गऱ्यो भने यो राइट ह्यान्ड चाहिँ अलि राम्रो हुन्छ पछि अल्टरनेटहरू गर्नलाई सपोज अब यही चिजहरू अहिले एउटा अक्टेभमा गऱ्यो नि अब यसलाई पछि दुईटा अक्टेभमा गर्ने यसरी मेजर स्केलहरू चाहिँ अब मेजर स्केल कसरी बन्दो रहेछ हामीले थाहा पाइहाल्यो सुरुमा एउटा होल त्यसपछि अर्को होल हाफ अनि होल 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 3टा होल अनि लास्टमा फेरि एउटा हाफ स्टेप त्यो चाहिँ यस्तो भयो यही अब डिस्टेन्सलाई मेन्टेन डिस्टेन्सलाई हेऱ्यो भने चाहिँ त्यही हो होल होल यहाँबाट सपोज यो नोटबाट होल होल हाफ होल 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 हाफ अनि यो
स्केल प्र्याक्टिस गर्दा चाहिँ अब हामीले सपोज यसरी मात्र गर्छ भने हैन यसरी तल मात्र शिफ्ट हुन्छ भने यसलाई चाहिँ अब डिफ्रेन्ट वेले गर्ने यसरी मात्र नगर्ने यताबाट यो यसरी सिधा यसरी नेकतिर आउँदा कसरी बच्छ त्यो पनि याद गर्ने हो यस्तोहरु आइडियाहरु चाहिँ हुनुपर्छ अब हामीले यताबाट यसरी शिफ्ट हुनु यता डिफ्रेन्ट यतापट्टि बजाउँदा डिफ्रेन्ट हुने एउटा पोजिसन मात्र डिफ्रेन्ट हो नोटहरु सेम हो जी ए बी ए आयो भने यहाँ चाहिँ जी ए बी अनि सी अब यहाँको यही लिदियो हामीले डी डी ई यो ई अनि यो एफ त्यही मात्र बज्यो सेम हो बजाउने स्टाइल मात्र त्यही हो कस्तो लाग्यो आजको भिडियोहरु तपाईलाई कुनै पनि अरु यस्तो टाइपको भिडियोहरु सिक्न मन छ भने यस्तो तपाईहरुले कमेन्ट गर्दिनु हैन म सक्दो बनाउने प्रयास गर्छु तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो भने प्लिज कमेन्ट शेयर एन्ड सब्स्क्राइब थ्यांक यू सो मच